हेलो गाइस, फेरि पनि म तपाईँको अगाडि भिडियो लिएर आइरहेको छु। सो अहिले भने चाहिँ म यहाँनिर बहिनीहरूसँग चाहिँ स्कुल त आइरहेको छु, जुन चाहिँ मैले चाहिँ पहिला मेरो पुरानो स्कुल भनौँ है, ओल्ड स्कुल। सो म तपाईँलाई देखाउन लागिरहेको छु है। अन्त कतिजना चाहिँ मलाई चिन्नु पनि हुन्छ होइन। सो अहिले भने चाहिँ म यहीँ छु, स्कुलमा आइसकेको छु होइन। अन्त चाहिँ यहाँ चाहिँ मेरो स्कुल चाहिँ यस्तो छ गाइस, यो चाहिँ स्कुलको ग्राउन्ड हो होइन। यहाँ चाहिँ भाइहरूको प्र्याक्टिसको लागि आइरहेको रहेछ, फुटबल प्र्याक्टिसको लागि। मेरो भाइ पनि छ नि त। सो मेरो भाइ चाहिँ यहाँनिर छ एकजना हो। अन्त यहाँ मेरो बहिनीहरू छ हो। अन्त मेरो दुईजना भाइ, अन्त मेरो डग चाहिँ उपर रहेछ होइन। सो गाइस यो भने मेरो स्कुल चाहिँ होइन। मैले अन्त चाहिँ कस्तो हुन्छ। सो मेरो बहिनीहरू चाहिँ यहाँ छ होइन। एउटा फोटो खिचौँ न है, बिग फ्यान। मजाक छ है। अन्त चाहिँ गाइस अब यहाँबाट चाहिँ होइन, यहाँ माथिको तारभिरको भ्यूहरू पनि देख्न सक्नुहुन्छ होइन। अन्त यो चाहिँ मैले 1 year ago चाहिँ मैले स्कुल सकेको होइन। अनि अहिले चाहिँ यहाँनिर धेरै पनि भएको रहेछ नि त। सो यहाँ मेरो भाइहरू फुटबल प्र्याक्टिस गर्दैछ होइन। अन्त चाहिँ यो चाहिँ एभिलियन होइन। एन्ड यहाँ चाहिँ यो हल है, स्कुलको अडिटोरियम हल। अन्त चाहिँ यहाँनिर यस्तै छ गाइस, मैले पढेको स्कुल चाहिँ यस्तो छ होइन। अन्त आज चाहिँ बहिनी थियो नि त घुम्दै। अन्त बहिनीहरूलाई पनि यता मैले मेरो पढेको स्कुलहरू घुमाउनु ल्याएको होइन। उनीहरू चाहिँ नेपालबाट आएको। अन्त चाहिँ यस्तै हो। धेरै मिस गर्छु गाइस म पनि मैले पढेको स्कुललाई होइन। किनभन्दाखेरि चाहिँ स्कुल पढेर यहाँबाट गएको नि त। सो त्यही भएर धेरै मिस गर्छु होइन। यस नजारा चाहिँ यस्तो छ यहाँ स्कुलको होइन। सो यही छ हजुरहरूको लागि मैले चाहिँ आजको भिडियो चाहिँ अपडेट लिएर आएको होइन। सो दसैँको भाइब चाहिँ यस्तै छ हाम्रो गाइस, अरू त केही पनि छैन। किनभने अब आफू त पढेर क्रिस्चियन हो त्यस्तै। अन्त मेरो छेउमा चाहिँ हिन्दू हुनुहुन्छ नि त। सो पाहुनाहरू त आइहाल्नुहुन्छ घरैमा त्यसै पनि होइन। सो अब यो अरू बेला आएको बेलामा यस्तो घुम्दै आएको होइन। अन्त म यता नआएको पनि धेरै भयो नि त। सो मैले सोचिरहेको थिएँ यता घर आएको बेलामा चाहिँ स्कुलहरू देखाउँछु मैले, अब यो सकेको स्कुलहरू होइन। सो त्यही भनेर चाहिँ आज मैले तपाईँको अगाडि भिडियो ल्याउन पाएँ होइन। सो यस्तै छ गाइज। अन्त आई मिस माई स्कुल होइन, ओल्ड स्कुल। सो अब स्टुडेन्टहरू टिचरहरू नभेट्नु पायो भने एटलिस्ट स्कुल चाहिँ अब बहिनीलाई देखाउनु होइन। सो यस्तै छ मेरो अपडेटहरू है गाइस, हेर्दै गर्नु होला एन्ड सपोर्ट गर्नु होला है। र गाइस अहिले भने चाहिँ म यहाँ माथि चाहिँ स्कुलको अगाडि देखाउन जाँदैछु होइन। अहिले चाहिँ छुट्टी छ होइन स्कुल पनि। सो त्यही हो, जस्ट देखाउनु चाहिँ म आएको होइन। अन्त चाहिँ अहिले भने चाहिँ म माथि जाँदैछु। यहाँ चाहिँ स्कुलमा धेरै अब चेन्जेसहरू भएछ नि त होइन। त्यो यहाँ बहिनीहरू चाहिँ पुरा रमाइरहेको छ। अन्त चाहिँ हामी चाहिँ म माथि जाँदैछु। स्कुलको एसेम्ब्ली ग्राउन्डहरू कस्तो छ म तपाईँहरू देखाउने छु है। अन्त गाइस यहाँनिर चाहिँ भने हाम्रो चाहिँ पहिला क्लासहरू हुन्थ्यो होइन। उयो तल हाम्रो नयाँ बिल्डिङ छ नि त। सो यहाँनिर पहिला चाहिँ मिड डे मिलको उयो थियो होइन। यहाँ चाहिँ डल्लै भत्काएको रहेछ अहिले हो। अन्त चाहिँ यहाँबाट चाहिँ उयो यहाँनिर चाहिँ मेन गेट भेट्छ होइन, मेन गेट। अन्त यहाँ पार्क थियो। सो अहिले चाहिँ सबै चेन्ज भएको रहेछ होइन। यस्तो भइरहेछ हो, यस्तै छ। सबै बारेको रहेछ नि। पार्क थियो, यहाँ मिड डे मिल थियो। यहाँ मेन गेट उयोनिर हाम्रो क्लासहरू हुन्थ्यो पहिला। अँ यहाँ डल्लै भत्केर अहिले उयो गरिदिइरहेको रहेछ हौ। छिन्दैन हिँड्ने जाँगर पनि छैन अरे। यहाँबाट रहेछ बाटो आऊ यताबाट। उही माथि त हुने सर्टकट हो, यस्तो घुम्नु त पर्दैन यताबाट। सो गाइस अहिले चाहिँ यता ब्याक साइडबाट चाहिँ यस्तो उकालो जाने बनाएको रहेछ होइन। अन्त हामी हुँदा चाहिँ गाइस यस्तो थिएन, किनभने स्कुलमा चाहिँ धेरै उयो थियो होइन। सो अझै उयोहरू पनि लागेको छ नि होइन। कति बादमा आउँदा त म यो चाहिँ के बनाएको होला है। अस्ति चाहिँ बनाएको भिडियो देखेको थिएँ, अम्बक फलेछ। हामी हुँदा त फलेको थिएन, अहिले त फलेको देखेँ ल पक्का स्कुलमा।
अन्त चाहिँ यहाँनिर मैले उयस पनि बनाएको देखेको थियो हाउस एउटा के भन्छ हावाघर पनि हावाघर ऊपर बनाएको छ नि मेरो जिमी जिमी यहाँ होइन अन्त चाहिँ यहाँनिर चाहिँ गाइस हाम्रो क्लास चाहिँ यहाँनिर थियो हो 12 पढ्दाखेरि हो अन्त यहाँबाट मेन गेट फेरि उकालो छ अन्त यहाँ चाहिँ यहाँनिर चाहिँ हाम्रो यहाँ एसेम्ब्ली हुन्थ्यो होइन हाम्रो क्लास 12 यहीँनिर थियो नि उयसमा गाइस अन्त यहाँनिर चाहिँ भने हाम्रो यहाँनिर स्कुलको वासरुमहरू यहाँ चाहिँ नर्सरी क्लासहरू थियो होइन अन्त भ्यू चाहिँ दामी देख्छ गाइस यहाँबाट होइन यस्तो छ अन्त चाहिँ यहाँनिर गाइस हावाघर पनि बनाएको छ होइन यहाँ वासरुमहरू स्कुलको होइन माथि बोइजको अनि मुनि गर्ल्सको थियो है सो यहाँनिर एउटा हावाघर थियो होइन त्यस्तै छ अहिले यहाँ सबै चेन्ज भएकोले गर्दाखेरि चाहिँ पुरा यस्तो भइरहेछ हो यही छ गाइस तपाईँहरूले चाहिँ मैले आज मेरो स्कुलको बारेमा सबै भने होइन बट स्कुल पढेको डेजहरू चाहिँ धेरै याद आउँदो रहेछ नि त स्कुल पढेको डेजहरू धेरै याद आउँदो रहेछ होइन किनभने चाहिँ अब किनभने कलेज लाइफमा त्यस्तो हुँदैन जस्तो साथीहरू थियो जस्तो टिचरहरू थियो त्यस्तो भेट्दैन रहेछ होइन धेरै मिस हुँदो रहेछ सो मैले त्यही कुरा अहिले एक्सपिरियन्स गरिरहेको छु नि त स्कुल पढ्दा र उयो गर्दाखेरि अन्त कलर लगाइदिएको टाइगर बनाइदिएको यहाँ त माता कि जाइ यहाँ उयोहरूको लागेको छ राजपूत ओइ यहाँ एउटा प्लान्ट लान पाइन्छ नो ओइ नो यहाँबाट चाहिँ गाइस यस्तो देख्न सक्नुहुन्छ हो टक्कै होइन यहाँ चाहिँ मेरो भाइहरू बहिनीहरू छ यहाँ देख्न सक्नुहुन्छ गभर्मेन्ट सिनियर सेकेन्डरी स्कुल मालिकम्पा हो गाइस पुरा गरम भइरहेछ यस्तै छ बाई बाई हेर्दै गर्नुहोस् होला मेरो भिडियो एन्ड सपोर्ट गर्नुहोस् होला धेरैभन्दा धेरै होइन